मेरो कुण्डलीमा 5 वटा विवाहको योग छ भनेर कुनै एउटा पुरुषले 5 वटा स्त्री ल्याउन पाउँछ? देशकाल परिस्थिति अनुसार ल्याउन पाउँदैन हैन। यो चाहिँ कानुनगत हिसाबमा भयो। यसमा कानुनी कुराहरू छन् हैन, कानुनले दिएको अनुसार नै जाने हो। तर म के भन्छु भने उसको योग 5 वटा विवाह गर्ने छ भने अथवा उसको 2टा 3टा विवाहको योग छ भने पत्नीमा हेल्थ इस्युज आएको केसहरू चाहिँ एकदमै धेरै छन्। अथवा श्रीमतीको 3 वटा विवाहको केस छ भने आफ्नो श्रीमानमा हेल्थ इस्युज आउँछ अथवा ऊ चाहिँ आर्थिक हिसाबमा एकदम चुनौतीमय त्यो परिवारले केही न केही भोग्नुपर्ने हुन्छ वा चाहिँ कुनै न कुनै किसिमका समस्याहरू स्वास्थ्यदेखि लिएर यावत कुरामा समस्या चाहिँ भोग्नै पर्ने हुन्छ। यो चाहिँ अहिलेको हिसाबमा चाहिँ त्यस्तो देखिएको छ। 2टा बिहाको योग छ। कानुनमा 2टा बिहा वर्जित लेखिएको छ, छोरी मान्छेको लागि पनि छोरा मान्छेको लागि पनि। तर 2टा बिहाको योग छ। ल योगको ठ्याक्कै टाइम आयो भने त्यो टाइममा श्रीमती या श्रीमानको हेल्थ इस्युज हुने, एक्सिडेन्टहरू हुने, यावत चुनौतीहरू हुने अवस्था चाहिँ देखाउँछ र यो भइरहेको अवस्थिति छ। हामीले त्यो योगलाई कसरी टार्न सक्छौँ त? योगको हिसाबमा चाहिँ जस्तो मङ्गलवध हो कि राहुवधको अवस्थिति हो कि केतुवधको अवस्थिति छ कि अथवा चाहिँ मङ्गलले कसरी काम गरिरहेको अवस्थिति छ, यो आधारमा हेरेर उसको रेमेडिजहरू एकदमै धेरै हुन्छन्। यो ठ्याक्कै यही गर्दा टर्छ यो होइन। कार्मिक संशोधनहरू गर्न सकिन्छ। ध्यान तपस्या साधनाका कुराहरू छन्। कुण्डली जागरणको कुरा हुन्छ। यो धेरै कुरा गरेर श्रीमान विदेश बसेर श्रीमती घर बसेर या श्रीमती विदेश बसेर श्रीमान घर बसेर टाढा नजिक भएर छुट्टिए जस्तो चाहिँ परिस्थितिलाई देखाएर पनि यसलाई निर्मूल गर्न सकिन्छ। यो निर्मूलै पनि हुन्छ। तर ठ्याक्कै यसको टाइम पिरियड ज्यादा चाहिँ हुँदैन। थोरै समयमा चुनौती आउने हुन्छ। यो चुनौती थाहा पाइयो भने यसलाई निर्मूल गर्न सकिन्छ।